पिओली भाइ मलाई भन्दैछु यो लजिसम्म अलिकति मात्र लगाइदिन्छु कि कहाँ गएछन् घरमा ए मालदाई ए मुकेश ए मुकेश कहाँ छ यो म मुकेशको साथी हो काका काका मुकेश खै कहाँ गएको छ त्यो अस्तिको भोलिमा कलेज जबरजस्ती भोलि गसाइदिन्छ र 3 दिनदेखि हस्पिटलमै पुर्याउँछ बाबु। हस्पिटल को होला त त्यो अहिले कस्तो छ त काका मुकेशलाई बिहान काकीले फोन गरेर आएको थिए जुन साह्रो भएछ भन्दा थिए 1-2 दिनसम्म बाटो हेरौँ त्यस पछाडि चाहिँ आइसियुमा भर्ना गर्ने भनिरहेछ खै के गर्ने हो कसले रुम ल्याऊ बन्द बन्यो भने भन्दैन तरिका यार विनोदलाई फोन गर्नु पर्यो यार विनोदलाई फोन गर्नु पर्यो एउटा साथीको ज्यान गयो यार कस्तो हेलो विनोद एउटा साथीको ज्यान गयो यार हो मैले होलीको सौदा के गर्ने हो अब मलाई त पुलिसले लग्छ होला विनोद के हो विनोद अस्ति हामीले त्यहाँ बारी होली खसाएको त त्यो मान्छे मरेछ त ला हो र त्यो कुरा त गाउँले थाहा पाइन्छ नि कस्तो यार गाउँले थाहा भयो अब त पुलिसले लग्छ यार भागौँ साला हत्यारा जनमाराहरू कहाँ छन् A few moments later. खबरदार आज जसरी भए पनि भन हेर तिमीले त्यस किशोरमाथि किन जबरजस्तीकरण गर्यौ आज तिमीहरू जस्ता अपराधीले गर्दा यहाँ कयौँ मानिसको ज्यान गएको हुन्छ र जान पनि सक्छ सर हामीबाट बोल्दै हो यस विषयमा हामीलाई के कुरा थाहा थिएन आउँदा पुस्ताहरूलाई थाहा होस् भन्नाले हामीलाई के कुराको जानकारी दिनुहोस् न ल सुन बाबुहरू कसैले उसको इच्छा विपरीत रङ लगाउनु सरासर रूपमा यो गैर कानुनी रूपमा अपराध हो त्यसैले होलीको नाममा कोही कसैलाई जबरजस्ती र हिंसात्मक दुर्व्यवहार जस्ता गतिविधि गर्न स्वीकार्य छैन त्यसैले अब हेर बाबुहरू तिमीहरूले नेपाल सरकारको कानुन उल्लङ्घन गरे बमोजिम भोग्नुपर्ने समस्याहरू अथवा सजायहरू के छन् त भन्दा नेपाल प्रहरीका अनुसार जबरजस्ती रङ दल्नेलाई जबरजस्ती करनी उद्योग दुर्व्यवहार अवैध व्यवहार ऐन 2015 अनुसार कानुनी सजाय हुने व्यवस्था गरिएको छ बुझ्यौ त्यसैले हिन्दू धर्मको एउटा पर्व हो जुन भारत नेपाल र अन्य एसियाका देशहरूमा मनाइँदै आएको पर्व पनि हो यस पर्वको धार्मिक सांस्कृतिक र सामाजिक महत्त्व छ तर पछिल्लो समयमा जबरजस्ती रङ दल्ने र गलत अभ्यासले यसलाई विकृति बनाएको छ